उसले पनि म आँटिन म सुरेसी हुँ भने आउँछ आज कार्कीले त्यहाँ सुन गर्छ भने को आउँछ प्रधानमन्त्री को पार्टीको आउँछ हजुरले थाहा पाएको सबभन्दा पहिलाको राजा को राजासम्म थाहा पाउनुहुन्छ म सबभन्दा पुरानो राजा पुरानो भनेको पहिला पान सरकार भनेको अगाडिका नाउँ त जान्दिनँ महेन्द्र वीरेन्द्र त्यहाँदेखिको थाहा देखिएको तिनी राजा हुन् त्यो पान सरकार हो भोलि टाउले राजा झारकुली राजा भोलि टाउले यो राङसियापरि राजाको सन्तान हो तिन सरकार भने तिनी हुन् तिन सरकार भएपछि यिनी डाँडा डाँडा बस्ने तिन सरकार बस्थ्यो हुकुम मात्रै उसले पान सरकारले हुकुम मात्रै दिए त्यो थियो अझै सुन्दा सुन्दा गहुँको बालो धानको बालो सुन्यो राजा आयो निर्दल बहुदल अरूको आयो त्यही त बहुलियो अरूको बहुदल आयो राजा निर्दल गरी चलाएको थियो चलाएको थियो वीरेन्द्रले साफ सफाइ थियो जसरी पर्न दिने महिला गरिब अनि सानोतिनो पर्न नदिने मार्छन् भनिन मार्न नि मार्या त हो सबै छोराछोरी पढाएर त अनि हामी मार्ने त त्यस्तो भएन तिनी राजा देख्याउँ वीरेन्द्र रानी र ती चाहिँ झारबाट आए बेला लाग्यो जनता कराउने बेला अघि एउटा गाडी आयो जात त्यो हो कि भने अनि गएन त्यहाँबाट अर्को आयो भएन पछ्याल्दामा पछि भाइ राजा आयो घुम्ची गरेर आएको वरपर त्यो घुम्चीभित्र राजा रानी बसी बाल फाटेको थिइन् त्यो कपाल थिएन ब्रेक्क खुम्रे टाउको गरे बाल गरे कुन वीरेन्द्र कि महेन्द्र कि महेन्द्र र बड्डाले मात्रै सुन्नु कहाँ देख्नु महेन्द्रलाई देख्नु भएन कति पटकसम्म जाजरकोटमा आयो होला वीरेन्द्र राजा जान एकचोटि देखेँ अब मैले अघि त्यही आउँदै जाने गरेँ हुन् एकचोटि देखेर खुम्रे टाउको गरे बसेँ गयौँ चाहिँ चारैपल्ट हिँड्यौँ उड्ने बेला भयो जनता श्रीपान सरकार जय गर्न उड्न लाग्यो ऊ माथि होइन बस बस हात यसै पार्ने देखियो क्या तर बोल्या सुनियो माथि हात बस भने उनी बस हुइहरि गए त्यहाँ आनन्दै थियो सबरिया त सबरिया दिनुन्दा दुईजना सबरिया हुन् बिहानै त साक्कै भाइ पनि छोडेन क्या को सन्ध्याउ छोरो हो र सन्तान भिन्नु हो र त त्यो होइन पालो पाइनँ म गाडी बस्छु भने होइन मास्या हो बाहिर देश गइनँ बाहिरबाट आएन म ज्ञानी पनि रहन्छ त्यही बेला ज्ञानी अर्का ठोर गएको थियो ज्ञानी दोष पाए तापनि मार्ने पारेछ त्यो भइकन त्यो भए पहिलो पुरानो राजा महेन्द्रसम्म हजुरलाई थाहा रहेछ त्यहाँदेखि अगाडि के नाम गर्थे जेठाउले गर्छन् म त्यति नाउँ गरेर थाहा पाएन महेन्द्रसम्म थाहा भयो पछाडि त उहाँले यो गाडी बस्यो ज्ञानी पनि बस्यो यही ज्ञानी बस्यो कति 6 महिना कति बस्यो टेक्न सकेन बसिरहेको भए कि मार्दोन् कि अब टेक्न सक्यो गाडी बस्यो फेरि ती मार्यो पनि उठ्थ्यो अब अहिले जोर गरे पनि यो रापरबाई एउटी महिलाले भन्छ क्या रानीले रापरबाई अब ज्ञानी त हत्यारो भइगयो अब हुँदैन बसेको त्यो अनि क्रान्ति गरी बसिदियो भए हुन्थ्यो अब पाउँदैन अब यति पार्टीको रगत बगाएको छ यिनले छोड्दै यस्तरी भने अन्त चुम्बयो काम गर्ने बटिदिने रापरबाई त्यो भने अनि त्यति बेला जाजरकोट राजा आएको बेला भाषण गर्थे कि केही बोलेनन् के बोल्थे खाने खाए भाषण राजाले के भाषण गर्छन् अनि मन्त्रीले गरे क्या अरूले राजा बसिरहे एउटा घुम्तीमा हुने एउटा घुम्तीमा अघि महेन्द्र के हुन्थ्यो भने त्यसो यहाँ आएर पनि केही नबोल्ने थियो त राजा त राजा भइगयो उनी बोल्ने मन्त्री बोल्ने हुन् क्या श्रीपान सरकारले यो गर्नुभयो भने बोल्ने मन्त्री हुन् पछि अब भित्र आफ्नो नि त सिकाउने अब भित्र जाने ठाउँ नै गुफामा बस्या पछि महेन्द्रले के गर्यो भने धाइयामा थिए धाइयामा सर्किने क्या काम गर्ने गर्दा गर्दै त्यहाँ धाइयाबाट छोरो गरिने कैखो 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 भन्न लाग्यो उसले अघिबाट डरले भनिन सर्किने डर मान्नेले लास्ट आखिरी पारेपछि सरकारको हो अब हुनु पर्यो कामी सार्की त्यो दुई जात राख्ने त्यही महेन्द्र हो अहिले त पर्सनल दुई जात राख्यो हुन्छ नि त ओलीले भत्ता दिने गर्यो पर्सनल दुई जात राख्यो भने गरे तापनि महेन्द्र हो त्यो छैन बाटो छोरो जेठो भयो
झुटो गाडी बस्यो भने आउने त अनि यो वीरेन्द्र 9 मासे औषधि खाइ 9 मासे दरमा होइन औषधिले बचाहाल्यो गाडी बस्यो हो उसले भत्ता दिन्थ्यो महेन्द्रले भने उसलाई बाटो भत्ता दिन्थ्यो खेदियो दियो भाइले त्यो छैन त यो यति उठाउने भरि त्यही भाइले देख्दै अब त्यही हो त्यो मान्छेले बुझाएको छैन यही माओवादीपट्टिको चाइनिजपट्टिको कथा हो त्यो त्यो कहाँ गई जुगाउँछ त्यो भाइले दाइ दिएन वीरेन्द्रले दिएन क्या के भन्नु कसरी ढाल्नु मानिन पारस न पढाइ पारस नै मार्ने गरायो खुवाइदिने पैसा खर्च गरी खुवाइ बिहोस बनाइदिनु त मारेको राजाभरिमा सबभन्दा राम्रा राजा को हुने राजा हुन् थियो होला यो त हामीलाई थाहा भएन वीरेन्द्रै हो वीरेन्द्र वीरेन्द्रै अहिलेसम्म वीरेन्द्र राजा नै भएको भए राम्रो हुन्थ्यो कि यो बौद्धले राम्रो होला हुन्थ्यो अहिले नेता हुने न बौद्धली भयो बौला भयो त बौद्धल आयो त बौला भयो मार्ने भन्ने अरू पाइने मार्ने उसले त सुँगर्न पाइने हुन्थ्यो त्यही भए त दुःख पनि हामीलाई के लाग्यो भने विद्यार्थी सानो नानी मारिदियो हतियार चला भन्ने हो त्यसलाई पक्राउ गर्नुपर्ने हो ओलीले अरू त सम्झायो केही बिराउ थिएन त्यो प्रधानमन्त्री भया मन त गाली आयो क्या भया मन्थले दरबार नफाल माओवादी आयो फालेन काङ्ग्रेस आयो फालेन नफाल भन्नुपर्ने हो गलत के थियो अरू ओलीले बिरा होइन हेर अरू त अब अन्त रोक्यो विद्यार्थी सङ्घ दिएन कराए दिए पनि हुन्थ्यो कराए फेरि कराउने हुनु त्योबाट अहिले कुराकानी गर्ने त अनि आउनुभयो पर्छन् अब थोरै आउँछन् गोलीका र शेरबहादुरका बलि आउँछ शेरबहादुरलाई मार पनि खायो देउपाले दुईजनाले मार खायो त्यो पनि गलत त हो जो थियो फुर्सो अथवा ओली थियो भने ओली नै पैसा त्यसले खाएको थियो उसैन अन्त गलत के गरे भने पैसा नपाउनु पर्ने घर नफाल्नु पैसा जनताले बाँडिदियो भने जनता आफै बाँटिन्थ्यो देशको सम्पत्ति नष्ट नफालिदिनु पर्ने अहिले त कागज प्रमाण छैन अर्को त होला गणतन्त्र लोकतन्त्र जनसार फिर गर्नु नाफी गर्नु गाह्रो छ अब हाम्रो त यहीँ भए जग्गा कहाँ छ पुलले उहाँका छ वीरेन्द्र राजै भएको भए यस्तो आन्दोलन यस्तो हाताहाती हुँदो कि हुँदैन नहुने निर्दलमा बसेको थियो बौद्धल र निर्दल भन्दाखेरि निर्दलमा पनि बसाल्यो त्यो जनताले राजा निर्दलमा गयो अरू बौद्धल अघि पनि बौद्धल उठ्या हो क्या बौद्धलले के भयो बौला भयो हाम्रो पार्टी तेरो पार्टी भन्छु बौला भयो भन त्यो छुट्टै मेरो पनि म छुट्टै मेरो पनि दल खोल्ने भए दल खोल्ने अनि मन पनि गइदिने क्या मन पनि गइदिने अब तै त है त अनि अघि माओवादी पो अहिले अब एमाले छ कि भन्छु क्या है त अनि कति आधी पैसा मागे गएर अरू पैसा ल्याए त्यो राजा भएको बेला अरू दलहरू खोल्दैन त्यहाँ अरू मन्त्री अरू गराउने त्यो खोल्न पाइने थियो राजा त राजा भयो गाडीमा बस्ने त्यो गाडी देखाए बेला तेरा यहाँ बुढाले हुन्छ आँसु आइजान्छ कस्ता बाघ कस्ता अहिले गराउनु त गराउनु त्यस्तो गराउने मिस्त्री छैन त्यो सिंहदरबार आउने अरू त ठुलो ठुलो झिलिमिली त बनाउनु कस्ता बाघ हुन् अब फेरि कसैले राजा ल्याए भने पनि पहिला जस्तै होला कि नहोला होइन अहिले त फुर्तै हुन्छ कहिले ल्याउँछ एउटा पार्टीले ल्याउँछ मिल्छ क्या अहिले के भएन भयो त पर्सनली सक्छु भन्यो नीति राम्रो ल्यायो अहिले त दुई नल्याउने जेटी ल्याए जेटीले पाल्ने काल्टिने छोड्ने र के हटाउने नीति गर्दै ल्यायो त्यो नीति आएन आफैले खायो आफै बिग्रियो नीति राम्रो ल्याइकन त्यो नीतिमा बसे उही पार्टी लुङ्गन भयो गठबन्दी गरायो पर्सनली गरायो गठबन्दी गराएर उँधो गयो गठबन्दी काङ्ग्रेस र पर्सनल भयो कि पहिला त्यो उँधो भयो अहिले अब एमाले र त्यो गठबन्दी गर्दाखेरि एमाले खत्तम अनि काङ्ग्रेस हुने भयो अहिले सुशील कार्की भने तिनी काङ्ग्रेस हुन्छ 8-9 जना ल्याएछ यो चुनाव सुन्ने हो पछि को हुने हो त्यो गराउँदाखेरि पर्सनले ठग्या उयाएर आन अरूले भन्या भने क्या रिसाले त्यो घर पनि फालेन छोरीको फालिदिए क्या छोरीको बस्याए भाडामा बस्याए छोरी जली एउटा त्यो फालिदिए उसले यो ओलीलाई सबैले फुट्छु भन्ने गरिदिए देव बनाउनु राम्रो भन्ने अब देशमा के भएपछि राम्रो हुन्छ होला त अब केही गरे राम्रो हुँदैन अब राजा आए पनि अर्को कानुन हुन्छ
दृढ मान्यता भए सैनी सत्ता आए पनि दियो म सुरेशमा म गर्दिनँ भन्यो क्या सैनीले के भन्छ सैनीको नेता हुन म सुरक्षा गर्ने म गर्दिनँ भन्यो फेरि रामचन्द्र पौड्यालले छोडेन त्यो भइसकेपछि त अनि लोकतन्त्र गणतन्त्र अघि राजतन्त्र भने अब राप्रपा भन्ने राजतन्त्रपट्टि हो लोकतन्त्र गणतन्त्र भन्ने यिनीपट्टि हो अब त्यो भए हुनाले उसले रामचन्द्र पौड्यालले यो छोड्न हुँदैन भनेर अरियो र आजसम्म जनता अझै बाँचे अब त्यो पहिला त्यो हतियार चलाउने कारवाही गर्ने भने आउँछ सानाभरि अहिले त्यही बेला त फुत्कियो भने फुत्किहाल्यो अब कैदी गरी सानाले अब सकेन परेलले सकेन हतियार बुझाइयो हतियार ल्याऊ भने आउँछ भोलि त अनि त्यो पनि आन्दोलनै हुने हो क्या फेरि हतियार बढी बुझाउने अब तिनी गया कैदीले कैदी भइगयो भने उनले अर्को हल्ला उठाइदियो भने एउटा पार्टीमा मिल्यो भने उठाउँछ अनि बिग्रिने सब्रिने उन त कैदी त गइए अरूभरि फेरि बढी गराउँछु भन्ने र डरले आए धेरै कति हजार कति त सैनिक माग गरिएको छ आऊ भन्छ भोलि तिनलाई फेरि उत्ति उल्छ फेरि उत्ति उल्छ यो बहुदलीय गणतन्त्र लोकतन्त्र अहिले पार्टीभरि त अहिले मिलिया अहिले त उहाँ सबै मिलिआएको छन् पार्टी भन्ने छैन हो यो चुनावबाट अब आउने घर घर मेरा पार्टी भन्ने आउनन् अहिलेका मुख्य तीनटा ठुला भाइ एउटा प्रचण्ड केपी ओली र देउबा यिनी तीनटा मध्येमा अलि राम्रो को होला त नि अलिक इमान्दार अब होइन पार्टी भन्नु इनामदारमा पर्छदैन भने आएको अब त्यहाँ त्योको घर फाल्यो नि छोरीको घर फालिदिए त्यो त अब गए बेला त्यो फालौँ यो खोयो भने फाल्ने होइन साथीहरूले गर्ने बिउ त्यसले पैसा खाऊ देखिएन क्या अरूको घरबाट सुन कति 30 तोला सुन कति त्यहाँ लिए सुनबरी कता लिए रुपियाँ त पोलिदिए क्या त्यो पोल्नु गलत हो यहाँ नै जनताले बाँडिदिया भए के हुन्थ्यो ती गरेर सबै राखिदिया भए जनताले सरकारले फेरि बाहिर देशको आउँदैन थियो कि यहाँ दियो भने माथि जान लाग्न आयो कि त्यो भएर पार्टी राम्रा सबै राम्रा हुन् पार्टी फुर्ता कोही होइन व्यक्ति फुर्सो होइन मेरो पार्टी भन्ने व्यक्तिको लडाइँ उठ्ने भयो व्यक्ति पनि फुर्सा पार्टीले त शेरबहादुर देउता नाम्रै हो राष्ट्रपति नाम्रै छ राम्रो भयो त गराए प्रचण्ड नाम्रै हो ओली पनि फुर्सो होइन क्या अब धेरै शोषक गर्न लागे यो आन्दोलन उठाएपछि होला भनेर झ्याट्ट झिस्योले आगो यहाँ उसले कराले मुखिया दिवैयाले पत्रालाई झिस्यो त नत्र फाल्ने भए अहिले आउँदैन हो त्यस्तै भइकन बिग्रिया हो सेता कार्य सम्झना आयो हाम्रो यिनी डाङ्गिए एमाले छन् अनि माओवादीको कुरा भान्जुपट्टि कुरा गरेर भाग्छन् हामीले भाग्नु किन पर्यो होइन हाम्रो त जो आउने सरकार हो राम्रो दलीको त उयो हो पार्टीमा अथवा इच्छा आउला होइन अब तिमीहरूको इच्छा तिमीहरूले अब जान्दिने इच्छा आउला हुँदैला अब हाम्रो नि इच्छा अब जसले एउटा भोट दिए पनि हुन्छ हाम्रो त अब प्रताप मरे रगत बग्यो हामीले छोरी मरी रगत बग्यो त्यो रगतका लागि हामीले त अब अर्का दिने त कुरा भएन अरूले जान्छु नि त्यो जन राम्रो र फुच्चो त कोही हुँदैन अहिले त ओलीले झल्काउनु दिँदाखेरि अब राम्रो अल्ता गर्छन् यसले सही कुरो गर्नु अल्ता राम्रो गर्छन् वास्तविक कुरो हजुरको अल्ता गर्छन् अब त्यस्तो जाति लुट्ने गर्दैन अब यहीँ ऊ आए बेला क्या भैँचालाई फाले बेला आए बेला यही उयसमा कतिले लुटे त्यो के हामीलाई थाहा भने म अर्कासी थिएँ म भैँचालाई केही गरेन राति लुटे हाम्रो पुस्याले तालाकुची लियो तालाकुची फाली डेक लियो त हामीलाई अस्ति झगडा गरेर लियो त पानी त्यो त्यसो भने डेक भैलीमा राख्यो डेक वास्ता नगर्ने कबरालीलाई लैजाने त्यो डेक फाल्ने कारण त्यो रहेछ अब त्यो गरिकन यहीँ तालाकुची भाँच्यो यहीँ पनि पर बिहामा लियो र अन्त ताल दियाउ छैन उसले ल्याएको त पर ताउले जिटी मैले दिनु त उसले दिनुपर्छ पुष्पले लापरवाह गरेन त्यही र यही लस्याउन् अहिले पुष्पिन भन्न लाग्यो तँलाई पनि भन्दैन अर्कालाई पनि अघि
यो पनि गर्दा यसले पुसिबाइदिएछ पुस्यो भने त ओलिसम्म होइन भयो भने कहिले पनि मुख नहेर्ने भयो क्या भयो त्यही नाच्दाखेरि पनि पैसा उठायो त्यो सन्चै नाच्दाखेरि त्यो नीति होइन अनि यो वहाँ पर सिद्ध पाइलामा पनि पैसा उठाए एक त कोही भक्तिले ल्याएको नि आफैले खाने त्यो त्यो नीति नै होइन कसरी जान्छ त्यो भएर पार्टी जोड्ने भयो भने माता अहिले अब अर्का भाइ अब रगत बगाएर जाने हुँदैन अरूले खुसी आऊ पनि भन्दिनँ म भोलि एउटै भए पनि जित्न पनि सक्ला निर्दलीय जित्याउ त राजाले नत्र त बहुदलीय जित्यो त अघि भने धानको पालो र गुँको पालोमा भोट हाल्दाखेरि बहुदलीय जित्यो बहुदलपट्टिको क्याको बालो अनि बहुदल भने यही आयो यही हो क्या चिन्ह क्या त्यो बालो बालो धानको बालो र जुङको बालो चिन्ह थियो त्यही बालामा हाल्ने अनि त्यो बालो हेराउने तिमा हाल्ने धानको बालो भएपछि निर्दल जुङको भए बहुदल बहुदल अर्को क्या थियो क्या अन्त तिनवटा हुन् अघि तिनवटा भयो नि त यिनी तिनवटा ठुला आयो हँदी पो आइजान् सबै बाँटिन आयो अनि त्यो भोट हाल्न कहाँ जानुहुन्थ्यो त भोट हाल्न खलङ्गै खलङ्गै हो नि जिल्लामा हुन्थ्यो अरे हेमाट त्यो भोट हाली गयो आउनै दिनभरि ठिक्क लाग्यो हरि नआउने त्यस्तो हुन्थ्यो भने अब अहिले उयो कुरा छापा अन्य के त्यो ल्याप्चा लाउनु पर्थ्यो कि कस्तो हुन्थ्यो ल्याप्चा हुन्छ नि त नआउने त त्यही हो हामीले त ल्याप्चै हो अब त्यही हो अहिले अब माओवादीका पुरै गर्दैन वर्षमान पुग्न अर्को के भन्छ त्यो भन्न बिर्सेँ त्यही आउने हो भन्ने कुरो एकैचोटि भन्छ धेरै भन्दैन यो माल्याउ र काङ्ग्रेसको भन्या भने सुन्छु क्या डेक सुन्छु भन्या भने छ त्यो हाम्रो त काङ्ग्रेस आने सरकार त्यही हो माओवादी आने सरकार त्यही हो एमाले आउने सरकार त्यही हो पैसा खाने गराउने यो भत्ता खाना गराउने मुनमुन अधिकारी एमाले आऊ ऊ क्या भरारी मधु भरारीले अब दियो भनेर पो दिएहरूले उता ठुलो नेता कहिले नसक्ने भइदिन्छ यो काङ्ग्रेसपट्टिको लामा भोटियाले लिने भेरी मालिमा त्यो न्यायाधीश हो त उदेखि त बढी कोही होइन मदन भण्डारी हुन त कोहीले माइती भएन तैँले आर गर्छै भन्दैन कोहीले पार्टी भएन आर गर्छै तँलै भन्दैन कोहीले अब तँ कता चाहिँ कता अहिले तिमीहरूको त यो भन्नै हुँदैन कर्मचारीभरिको जो मन होला उयो गर होला म त के भयो भने अब यता दिए ल पैसा बिक्री हुन्न किन हुन्न भने रगत बगी आउँछ अब सबै यो गाउँभरि माओवादी भइगयो अलिकति काङ्ग्रेस त धेरै थिए अब म नेता हुन भने शक्तिभन्दा शक्तिसित निस्किए त हो शक्ति कहाँ पुग्यो त्यसमा मारिदिए अघिभरि त कहीँ लुगा थिएन चिनबाई कतै लुगा आउनु वार्ता भएर ल्याउनु भन्ने माने त्यहाँदेखि म अन्त जाने त कुरा भएन जतिले डोल्या ल्यायो भने म त्यो डोलिन्न म पैसा पनि जान्न यो राजै दिया पनि किन दिनु भन्ने भन्छु क्या किन अब दियाऊ नखाइ नहुने छोरी जति क्या त्यो दिनु होला छोराछोरी भने त छोराछोरी हुने र यो बुझ्नुपर्छ हामी नबुझा पनि होइनौँ अनि अब अहिले जति गरे पनि अब गठबन्दी गर्दाखेरि गरा पनि जित्ने काङ्ग्रेस त्यसले हो माल्याउ जाँदैन माओवादी म अगाडि गलिएको थियो क्या तेर्सम्म आएको थियो किनभने आफै साँच्चै नझगरिया भए माओवादी जति जाने अरू होइन उनीहरूको एजेन्डा छ ऊ त नेता पनि ठुला उही त्यही छन् अब त्यो सुन्न छ सुन्नले अत्त फुरेले अरूभरि विप्लव गरी यता आयो सुन्न कहाँ आउँछ सल्लाह गरे नि त्यो सुन्न हरियै हुन्छ माओवादी सबै माओवादी भने हो विप्लव पछाडि तिनवटा अब अरू भए पहिला त जनमुर्चा ल्याएनन् भोजबहादुर चुनेनौँ कि चुनेका थियौँ भोजबहादुरले यही भिडा लागि जनसानो भएर हाम्रो तिनजना लडाइदियो अरे तेह्र बहादुर र जयबहादुर भनौँ तारी बोक्यो लडाइदियो हामीलाई उनी गन्छन् लुतो जाउँ दि आफू गए आफू नगएन भने हुमन्ट राखेर तारी बोकियो नगयो तारी बोक्दा जित भएर अहिले ताल चलेन पर्दैन बिचमा भाइ मिलाउन सकेन तेह्र बहादुर म सामान्य भन्छु बिचमा अन्त सेवन साँझमा त तेह्र बहादुर जति ठुलो के हँस्दै हो कि तिन दुईवटा हो त्यहाँदेखि कहिले सकेन अङ्ग्रेजहरू त
हाम्रो थियो त त्यो मेरो त दुम्बालीको हो कि अब उनले 44 सालमा नाच्यो अरे 45 सालमा नहुँदा हाम्रो राहुल गएर बाँधै त्यसै थियो त्यहाँ माथि नाफी गरेर त्यहाँ गऱ्यौँ क्या अब आफूले साउन ल्यायो अब यहाँ तर कोर्दिनीपट्टि भक्तवादले गर्दा भक्तवाद न्यूनमा न्यू साउन ल्याएको अब यहाँ रातो भएर छिर्न दिएन तर बाले नगरेको पलान भरि त रोड पनि हिँडबाट ल्याउने सुट गरेको थियो खोलाबाट ल्याइदियो भने छिरेर त पारी कति एक सालको दोष पारी ढ्याङ्ग्राहरू पनि ल्यायो त्यहाँबाट ल्यायो भने ठिकै थियो हुन दिएन यहाँकाले मलाई किन थाहा हुँदैन त्यो फुर्छु नि होइन अरू बरु सबै गरिन हाम्रै भाइपट्टिले दिएन जिताएन किन भन्ने र होइन भाइपट्टिले गर्न दिएन पोलभरि खिचेको